नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ जोडले आज चाहिँ हामी के अरे स्पेसल चाहिँ के बनाएको खुर्मा बनाउँदैछौँ। हिजो फिनी रोटी नै बनाएको छ तर हिजो खिच्न पाएन है खाएर। अनि अर्को चाहिँ यहाँ के छ अरे के भन्छ बटुक होइन बटुक। यो चाहिँ हाम्रो यता हाम्रोतिर चाहिँ अझैसम्म थाहा छैन। यो चाहिँ गाउँमा चाहिँ यस्तो बनाउँदो रहेछ बनोसको केरोको। अनि हेर्नु न हिजो फिनी बनाएको तर फिनीको चाहिँ बनाउनै पाएन नि हौ। हेर्नु है गाजर खुर्मा खाने भए आउनु होला। हाम्रो यहाँ के अरे एकदम ट्यालेन्टेड हाम्रो दिदी भाउजू बनाउँदै हुनुहुन्छ। अनि म चाहिँ यस्तो हेर्ने र खाने मात्रै हो। त्यस्तो न अझै नै मलाई त केही बनाउनु हुँदैन। अझै रेडी भइरहेछ पिठो। अब एकछिनमा सेल पनि हुन्छ। यसमा चाहिँ के बनाउँदा त्यही गर्नु किन ल्याउने छुट्टा त्यही भएर तेलमा मलाई झन् केही आइडिया छ। नो आइडिया गाइस। यसलाई त राम्रै यत्रो भएर यति भइदिन्छ साथरी भइदिए साथरी भइदिएन हिजो पिनी भोलि सोमबार चढाउने होला होइन। सोमबारको भोलि सोमबार भोलि फेरि त्यो लक्ष्मी पूजाको पूजा डेकोरेसन गर्नु। आज त्यो कलरहरू गर्नु नभए लिन जानु पर्ला क्या हो। भोलि लान्छ अहिले खानुपर्ने त छोरे ल ग्यास। यहाँ भगवान्जी हाम्रो भगवान्लाई नचढाउरै अगाडि खानुभएको। हामी यहाँ भगवान्लाई नि भगवान् छैन तर गाउँघरतिर चढाउने चलन भएर चाहिँ हामीले यहाँ यसरी चढाएको छौँ। अब एकछिन फेरि सेलरोटी आउँछ गाइस। हामीले भगवान्लाई चढाइसक्यो। अनि हाम्रो ठुलो भगवान्ले नि खाँदै हुनुहुन्छ। गेम खेले पब्जी खेली पब्जी लभर यहाँ पब्जी खेलेर भोग लगाएर आउनुभएछ। अझै पनि पब्जीमै झुन्डिनु भएको छ। बहिनी चाख हाम्रो कुन चाहिँ खान्छ? यो खान्छ कि त्यो खान्छ कि यो खान्छ कि यो त खाँदैन। कुन यो यसको नाम चाहिँ के अरे बटु ल बटु रे के हो ल। चाख त कस्तो भयो छ। हाम्रै भोग देउटालाई अघि चढाइसकेको छ। फेरि कस्तो छ यो हो नि त नुन के अरे अर्कै टेस्ट के यो के भन्छ अरे के हो
कस्तो भन्छ यसलाई टेस्ट यसको टेस्ट म त चिनिनँ मैले लाइभमा पहिलोचोटि खाएको खान्छु अनि हामीलाई त थाहै छैन नि त त्यही भएर मलाई पनि थाहा छैन हौ नै खै त्यति थाहा छ पहिला म खान्छु ल है बट्टु मिठो छ मैले पहिलोचोटि खाएको मगरहरूले मात्रै बनाउँछ यो त्यही भएर हाम्रो घरको चाहिँ छैन मलाई पनि हाम्रो थाहा छैन चाहिँ यहाँहरूले बनाउँदो रहेछ नि त त्यही भएर मलाई त थाहा भएन भात खानु पुरो म चाहिँ थाक्यो अब एकछिन ब्रेक लिएको अनि फेरि भात खाएर सियल बनाउँछु कहिले हामी खाना प्याक गरौँ कामको लागि होइन ग्यास हामी खायो अर्कीले सुरु गरिसक्यो भात हाम्रो गिजिङ छ जुस अब चाहिँ खाना गरेको छौँ खाना ल गाइस हाम्रो घरको तिहारको कोसेली सेलरोटी ह्याप्पी तिहार चिसो बिहार यहाँ हाम्रो सिस्टरले बनाइदिनु भएको छ बटुक मैले चाहिँ जन्मिएर यत्रो वर्ष भएँ अहिले आएर चाहिँ मैले चाखेन पाएँ अनि म चाहिँ होइन खानालाई मात्रै जन्मेको आउँदैन बनाउन यसलाई चाहिँ भात खाएर उड्नै नसकेको अवस्था मैले चाहिँ खाएर भाँडासाँडा धोइसकेँ है यो मैले यस्तो दामी तले धोइसकेँ अनि यहाँ त यता सेलरोटी अझै पाक्दैछन् हात पनि सानो भएर होला है अट्दैन अब कहाँ परेछ त है औँलाले छेकेको मेरो औँलाले ए कस्तो छ गाई सेलरोटी तिलहरी अलिकति के अरे महँगी सुनमा यही ठिक छ कि अहिले लाउनलाई ठ्याक्कै तिलहरी भएछ त है अहिले अब सुन लाउन सकेन यो रोटीकै सुन तिलहरी गराएर रोटीकै सुन लाउने रोटीकै चुडा रोटीकै मुन्द्रा अलिकति अहिले अलिकति यो भयो है यो के अरे सानो भयो क्या चलाउने लट्ठी पातलो यो मात्र यहाँनिर बाट्नु हुँदो रहेछ सुशीलाको परिस्थिति हेर्नु मेरो रोटी पहिलो परिस्थिति राम्रै लाग्ने तिहारको रोटीहरू सब रेडी भइसकेको छ अब चाहिँ तिहारको अब 2 दिन कि 3 दिन कति दिन भोलि लक्ष्मी पूजा होला अनि त्यसपछि लक्ष्मी बिहिबार हो बिहिबार भाइटिका भाइटिका त अब मनाउने त कोही दाजुभाइ छैन कोहीलाई टिका लाउनु मन छ भने आइहाल्नु होला अब के भन्नु हाटखाडी हुन्छ आउनुहोस् दाजुभाइ टिका लाउनलाई भयो हामी दिदीबहिनी धेरै छौँ तर हाम्रो दाजुभाइ कोही छैनन् यहाँ हुनेहरू पनि सबै आफन्ती भए पनि लाउनै मान्दैन क्रिस्तानीहरू रहेछन् के हो निरोधी यो हामीले हिजो बनाएको हामीले होइन दिदीले बनाएको अनि यो कुकिज अथवा कुकिज पनि भयो खुर्मा पनि भयो अनि यो चाहिँ बट्टो मलाई त यो नाम चाहिँ अलि भन्न आउँदैन त्यही पनि बाडा पनि भन्दो रहेछ अनि हाम्रो सेलरोटी गाइस भोलि लक्ष्मी पूजाको दिन चाहिँ यही हो विदेशमा के गर्नु त्यही पनि उहाँले इन्ट्रेस्ट गर्नु भएर मात्र हामीलाई त यस्तोहरू बनाउन त कहाँ आउँछ र मलाई त झन् आउँदैन मैले बनाएको रोटी अहिले देख्नुभयो तपाईँहरूले
ए यही हो मेरो ला रोटी बिर्सेछ त पाइ ल हेर्नु त त्यो त भन्छ ए हो राख्नु त राख्छ कि भुस्स बिर्सेछ त है जेरी जस्तै भएछ पहिला पहिला हामी सानो हुँदा कि त्यो रोटी होइन लास्टको खानु खोज्ने मम्मीहरू खाना दिनुहुन्थेन कि तर खाना अझ यो छोरा मान्छेलाई रोटी बनाउँदा त्यो लास्टमा त्यस्तै उसले के छुन्छ नि कति खान्थे कि त छोरा मान्छे केटीहरूलाई खाना दिनु ह्याप्पी तिहार गाइस सबैजनालाई नमस्ते साथीहरू म चाहिँ भर्खर कामबाट आउँदैछु आज चाहिँ हामीले लक्ष्मी पूजा गर्ने भनेर रङ्गोली बनाउने भनेर भनेको थियो अब दिदीहरूले बनाउनु भयो कि नै बनाउनु भएको छैन होला जस्तो लाग्छ साथीहरू म चाहिँ आइपुगेँ घर आएर पनि अब नुहाइधुवाइ गरेर म पनि सानो मन्दिर बनाउनु लाग्यो लक्ष्मी पूजाको लागि अनि पूजा चाहिँ उता दिदीहरूकोमा गर्ने हो तर पनि हाम्रो रुममा पनि सानो पूजा गर्ने मन्दिर बनाउँदैछु अनि चाहिँ पोस्टर पनि टाँसिसकेको छु हेलो साथीहरू हाम्रो चाहिँ अब यहाँ लक्ष्मी पूजाको रेडी हुँदैछ मेरो यहाँ अलिअलि रेडी गरेको छु अब फेरि अलिकति बाँकी छ अनि उता हाम्रो यता दिदीले नि रेडी पार्दै हुनुहुन्छ ल यहाँ दिदीले नि रेडी पार् कति राम्रो दामी दामी ठुलो ल्याउनु न हुन्छ के चाहिँ लिँदैन त्यो यो के अरे रोटीहरू के त्यो के अरे नराख्नु पर्यो भने थालमा राख्दा फेरि भात खानुपर्छ एउटामा त्यो थोरै थोरै गरे त भएको हुँदैन अघि त्यही भएर दामी भएछ त एउटै एकै नाचको रहेछ त है कहाँबाट ल्याउँदा त अनलाइनबाट मगाएको कहिले अस्ति नै दुईटा अर्को छुट्टै छुट्टै क्लिक गर्यो भने नै गाइस हाम्रो भर्खर रेडी हुँदैछ हाम्रो अब रेडी हुँदैछ यहाँ कति क्युट कछुवा रहेछ यो त्यो रहेछ दामी यो हेर ठुलो देखेको मगाउँदा 30 रुपियाँ परेको त्यसैमा हो गजब छ अब फेरि एकछिनमा रङ्गोली बनाउँछ आउँदैन रङ्गोली बनाउन हामीलाई यस्तो चाहिँ हामीले अलिअलि बनाउनु लगाएको छौँ त्यही हो रङ्गोली खै भइसक्यो ए ल गाइस रङ्गोली पनि भइसक्यो रहेछ त है किन उल्टे पेर त्यस्तो हो उताबाट आउने बनाउनु पर्दैन घर पेचिङले रङ्गोली नि बनाइसक्नु पर्छ कति छिटो बनाउनु भएको त है म त ए भइसक्यो त अब पैताला गराउने होला नि त पारिदिन्छु होला देख्दैन होला नि अब पूजा सुरु भइसक्यो खै त हेलो गरेको हेलो हेलो ह्याप्पी तिहार सबैजना पैसा पैसा हेर्नुहोस् एटिएम कार्ड सबै सबै राख्नु न के हो साँच्चै छ सुन्छ पर्छ राख्नु एटिएम राख्छु यसमा चाहिँ 50 लाख युरो डिपोजिट राखेर निकाल्ने आफूले कमाएर राख्ने थोरै अर्काले ल पूजा गर्नु कि अब ल पूजा गर्दै हुनुहुन्छ यहाँ दिदीले अब हाम्रो यहाँ पूजा सुरु भइसक्यो लुकाएँ हेर्नुहोस् पैसा हराउला भन्नुलाई फेरि मेरो त पैसा छैन हिजो 50 रुपियाँ थियो सब खर्च रहेछ सिक्का पैसा 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 कति छ
पहिला चिप्नु पनि कसा भ्यू हुन्छ कि फोटोमा मात्रै खिच्नु न। गणेश भगवान गणेश बसिरहेको पेट देखाएर एकदम धन्दिनु एकदम लक्ष्मी करोडपति अरबपति बनाउनु छ हामी सबैलाई दाग लाग्छ त्यसमा पैसामा टिका लगाउनु आजको हाम्रो ल लु लगाइदियो ढोगरी आज ढोगरी आज ल जानु प्रसाद खाने छिटा लाउँछु आजको हाम्रो प्रसिद्ध पुजारी विदेशी घाँसमा टिका लाउनु पाएन भने अहिले लाऊ है। मेरो त फेरि अट्दैन होला यहाँ अच्छा, यो पकाउनु दियो। नाकहरू भइसक्यो कस्तो राम्रो देखियो। प्रसाद दिनु ठुलो देखिन्छ कि के अरे सबैले देखिन्छ ल है साथी हामी टिकाली लगाइसक्यो अब चाहिँ हाम्रो पूजाली भइगयो अब धेरै धेरै लक्ष्मी माताले हामीलाई एकदमै उन्नति प्रगति गर्नको टिका सिर्जना टिका लगाइदिनु अनि प्रसाद खानु भएन टिका लगाएर फेरि अनि उके प्रसाद बाँड्नु न अघि नाच्नु थियो त नाच्नु न अब नाच्नु ओ भैलो खेल्नु होला अन्त देख्दैन जाऊ सानो सानो मान्छे त हामी चाहिँ फोटो खिच्दै कता भयो अन्त अर्को चाहिँ आउँदैन अब फेरि प्रसाद खानुपर्छ नि पहिला यहाँ। ल हामी दुईजना क्यामेराम्यान चाहिँ यता हुनुहुन्छ यी दिदी कपाल यतातिर ए छोड्नु तपाईँहरू ल्याएर दिनु अन्त मलाई त धेरै मनपर्छ यो गुलियो ल आज लक्ष्मी पूजा कस्तो भयो कस्तो लाग्यो सबै नछेराएर उतै खाएको ल भन्नुहोस् विदेशमा लक्ष्मी पूजामा कस्तो भइरहेछ यसरी नै रमाइलो गर्नुपर्छ के गर्नु परदेशी जिन्दगी यो बाटोमा सोचेको भन्दा बढी रमाइलो भयो हो नि है सबै मिलेको भएर अनि रमाइलो यस्तै त हो नि के हो नि यो पेपर हो कि हजुर यसरी पूजा गरेकै थिएन कि विदेशमा आएर पहिले पूजा गरियो भनेको मैले त गर्नु त फर्स्ट टाइम हो है यसरी दसैँ तिहारमा टिका लगाउनु पनि यत्रो ज्यान भयो टिकै लाग्नु यसो क्या कस्तो सेलरोटी पाकेको छ सेलरोटी पाकेको छ अनि के रे भाउजू बत्तो खजुर खजुर झिलिङ्गा पिनी रोटी
स्याउ जे होस् तिहारमा सबै। पाक्ने चिज चाहिँ डब्बा पाएको छ योभन्दा बढी हामी के गर्न सक्छौँ भोलि बिहानै उठेर चाहिँ ड्युटी जाने छ है उनीहरू त्यहाँ छ तिहार एकछिन ड्युटी राति 2 बजे राति 2 बजी जाने अहिले। त्यही पनि तपाईँको त हामीले त्यो छिट्टै छ हामीले हिन्दू धर्मको केही कुरा छुटाएको छैन त्यसको लागि सुशीलालाई धेरै धन्यवाद आफ्नो भ्लग अनुसार मार्फत देखाइदिएछ है त ल त गाई ह्याप्पी तिहार सबैजना ह्याप्पी तिहार लक्ष्मी पूजा ओ ह्याप्पी लक्ष्मी पूजा म पनि लक्ष्मी हो तर म भन्दा राम्रो यो मेरो लक्ष्मी हो उहाँ भगवान् लक्ष्मी गर्नुभयो है। उहाँ भगवानको म मानव लक्ष्मी भने ल त गाइजहरू आजको भिडियो यति नै अब फेरि अरू भिडियोहरूमा तिहार शनिबार सुरु हुन्छ आउँदैछ बनाउँदै गर्नेछु अनि आज चाहिँ हाम्रो लक्ष्मी पूजा गरेको एकदम रमाइलो भयो हाम्रो लक्ष्मी दिदीदेखि नै लक्ष्मी पूजालाई पूजा गरियो 2 त लक्ष्मी 3वटा पो हो त है ल त गाइस आजको भिडियो यति नै सुशीला झन् लक्ष्मी यति नै बाई बाई गुड नाइट फेरि अब अर्को साल बाई 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 See you in next video. या हाम्रो Next सुशीलाको युट्युब च्यानललाई भ्लगमा कसैले फर्केर नआए लाइक कमेन्ट सब्स्क्राइब सेयर गरिदिनु होला होला त्यो घन्टीलाई हल्लाइदिनु होला तपाईँहरूको आफ्नोलाई पनि भनिदिनु कुछ होगा अब केही हुन्छ है ल त गाइस बाई गुड नाइट बाई बाई